हेलो साथीहरू, आज फेरि हाम्रो छुट्टीको दिन हामी फेरि अब बाहिर जाने प्लान गर्यो। बाहिर गएर आज चाहिँ माछा लिएर माछा पकाएर खाने प्लान गरेँ दाइले र मैले। त्यसपछि मार्केट गयो। मार्केट जाँदा जाँदै अब सब्जी मार्केटतिर पनि गयो। सब्जी मार्केट हेऱ्यो, सब्जी मार्केटमा गएर सब्जी किन्यो। त्यसपछि फेरि माछा पसल गयो। माछा पसल गयो, यता माछा हेरेको अब हामीले भने जस्तो माछै भेटेन। माछा नभेटेपछि फेरि त्यो माछा पसल छोडेर फेरि अर्को माछा पसल गयो। अर्को माछा पसलमा पनि गएको, फेरि त्यहाँ पनि माछा रहेन रहेछ र फेरि अर्को माछा पसलमा गएको, बल्ल भने जस्तो माछा भेट्यो। त्यसपछि माछा लिएर मजाले काटकुट गरेर तेलमा मजाले माछा तार्यो। माछा तारेर फेरि माछा भात खाने प्लान गर्यो। त्यसपछि दाजुभाइ मिलेर मस्तले माछा काटकुट गरेर माछा तार्यो। माछा तारिँदै लाउँदै गऱ्यो। त्यसपछि माछा तारेर खाने प्लान गरे साथीहरू। अब हेर्दै जानुहोस् कस्तो हुन्छ हामीले बनाएको माछा। त्यसपछि मस्त तेलमा मसला कुटेर मजाले फ्राई गरियो। फ्राई गरेर माछा फ्राई गरेर टमाटर लगाइयो। टमाटर लगाएर मजाले एकछिन भुट्यो। र साथीहरू कस्तो छ हामीले बनाएको माछा हेर्दै जानु होला। यदि राम्रो लाग्यो भने नि एक कमेन्ट गरेर गइदिनु होला। त्यसपछि माछा टमाटर लगाएर मजाले पर तेलमा उमालेर हर्दी लाएर फेरि चलाएपछि फेरि एकछिन फेरि फ्राई गरियो। टमाटर र मसला मजाले फ्राई गरेर बनाइयो। त्यसपछि अब माछा लगाइने पर्खाइमा छौँ। त्यसपछि हल्का पानी लगाइयो। पानी लगाएपछि मजाले पानीलाई उमाल्न दियो। पानी उम्लिसकेपछि त्यसपछि फेरि माछा लगाइने। हल्का त्यतिखेर पानी उम्ल्यो। पानी उम्लेपछि मजाले माछा लगाएर मजाले एकछिन माछालाई उमाल्यो। मजाले माछा उम्लेपछि त्यसपछि फेरि मजाले माछा चलाइयो। मस्त मिलेर माछा पाक्यो। अब यसो हेरेको भातलाई पनि हेरेको, भात पनि मजाले पाएको छ। भात मजाले पाकेको छ। अब खाइदिउँ भन्ने प्लान गरेँ। त्यसपछि मजाले खाना पस्केर माछा लगाइयो। माछा लगाएर माछा मजाले लगाइयो। माछा लगाएर फेरि त्यसमाथि दाल लगाइयो। दाल लगाइसकेपछि अब खाऊँ भनेर अब खानको लागि तयार भयो। त्यसपछि दाइले ल साथी, तपाईँलाई राम्रो लाग्यो भने एक सब्सक्राइब गरेर गइदिनु होला।